यो चाहिँ गाबा है। गाबाको तरकारी चाहिँ मेरो चाहिँ फेभरेट हो। तिमीलाई पनि मनपर्छ गाबा? मलाई पनि मनपर्छ। भयो भयो। तिमीले कतिखेर खान्छौ? मैले पछि खान्छु। अहिले पछि खान्छु? आमा आइसकेपछि खाने हो? आमा खाना खाना आइपुग्नुहुन्छ? ल बहिनी मनिषाले पकाएको खाना खाँदैछु है। यहाँ एकदम मुख रसाइसक्यो। कस्तो मिठो, कति स्वादिष्ट। आहा, हेर्नु त 10 वर्षकी बहिनी मनिषा सबै कुरामा पोख्ता छिन्। मान्छेलाई पर्यो भने चाहिँ धेरै कुराहरू सिकिन्छ भन्ने पनि हो। अब यिनै मनिषाकै उमेरका कति नानी बाबुहरू अहिले बाटो बाटोमा खेलिरहेको अवस्थामा तपाईँहरूले देख्नुहुन्छ होला होइन। तर यिनी बहिनीलाई परिस्थितिले धेरै कुरा सिकाएको छ। आज 10 वर्षकी मनिषाले खाना पकाउन मात्र होइन, कपडा धुन, घर रेखदेख गर्न सबै जानेकी छन्।